हेलो गाइज वेलकम ब्याक टु माई युट्युब च्यानल। आज चाहिँ म र बुढी चाहिँ मन्दिर घुम्न लागेको हो। अनि मन्दिर पूजा पनि गर्न आएको। र यो चाहिँ इन्डियाको है साथीहरू। यो चाहिँ इन्डिया मेरो ससुराली गाउँमा। मेला रहेछ यो चाहिँ यस्तो मन्दिरमा रहेछ। के लाग्दैन इन्डियाको मेलामा आएको है म चाहिँ। अब चिया चाहिँ खाम ल, चिया खाम न पहिला। बुढी र म चाहिँ चिया खानको लागि जाँदैछु। यहाँ मटकाको चिया अरे। भन न पहिला के लग्दिने लागि चाहिँ के लग्दिने अरू बोल्ने त म बोलिहाल्छु। बुढीले नानीले मन पराउने त यही हो। कति अरे के लग्दिने त लगिदेऊ न जे भयो भने के लगिदिन्छ। चिया खाँदैछु म अब हो। बुढी र बुढीले चाहिँ खाँदैछ। बुढीले चाहिँ यहाँ हेयरब्यान्ड लगाइरहेछ फेरि हो। कस्तो गरेर लगाइरहेछ भने दाई बनाउने हो। यस्तो छ मेलाहरू। इन्डियाको मेला पनि आइयो। हामी चाहिँ घुम्नलाई हो। तर खासै नहुँदो रहेछ। नेपालको जस्तो चाहिँ खासै हुँदैन रहेछ। नेपालको जस्तो चाहिँ खासै हुँदैन रहेछ हो। राति हुन्छ भन्दैछ यहाँ बुढीले चाहिँ। तर मलाई चाहिँ त्यस्तो खासै लागेन। यस्तो दामी दामी क्युट रहेछ हौ। यो उयोहरू पनि कस्तो दामी दामी रहेछ यार। घरमा यो लानुपर्छ कि क्या हो यो कति पर्दो रहेछ यसलाई। यस्तो दामी दामी रहेछ क्या। गणेश हेर हात्ती देखेन यस्तोहरू रहेछ। यतातिर पनि रहेछ उयो पुरा यस्तो रहेछ यहाँनिर चाहिँ। के मन पर्यो उता हिँड न अगाडि हेरौँ। पुरा बुढीले चाहिँ हेरिरहेछ मजाले। नानीलाई के लगिदिने हो। राम्रो राम्रोहरू लगिदियो। मेरो बुढी चाहिँ अलिक चुया खालको छ कि लानु भनेपछि मर्छ। यस्तो रहेछ। के लाने स्विट के लाने के अनि यहाँ लाने अलिअलि हेरेर चाहिँ मेरो बुढीले चाहिँ पुरा हेर्छ मात्र क्या। खालि किन्ने चाहिँ होइन हेर्ने मात्र हो। पुरा हेरिरहेछ हेर्नु चाहिँ किन्ने चाहिँ किन्दैन है। अब यता मन पऱ्यो अरे कि तर हेर्ने मात्र हो। फेरि हेर है हेर्ने मात्र हो। कुन चाहिँ राम्रो लाग्यो गुडियाहरूको रहेछ यहाँ चाहिँ हो।